कस्तो छ? गजब छ हजुर, खाउनु भयो? पेट भरिन्छ कि अरू मगाइदिउँ अझै? खाँदै जाउँ अब के हुन्छ अब। सर नखाएको 3 दिन भयो। अब मान्छेले पत्याउँदैन पनि, लुगा पनि राम्रै राख्छु छु। सुक्को टाँट छैन, काठमाडौँमा बसेर कोरिन भएको छ पढेको। पैसो नभएर जोग छ। यो जिन्दगी भनेको गाह्रो रहेछ सर। यस मैले तपाईँलाई आज यहाँ है अब भेट्यो। अनि यत्रो यो उमेरमा काम गर्न छोडेर अनि यत्रो लगभग यति राम्रो मान्छे चट्ट जहाँ पनि जब पाइने बेलामा अनि कसले खुवाउँछ भन्दै हिँडेर हुन्छ बाबु? होइन, कसले खुवाउँछ होइन, मान्छे भोकले मर्ने बेला भएको बेलामा अब सास त चाहिन्छ हजुर। सास चाहियो। पापी पेट, भोक लाग्छ, खुवाउनै पर्यो यसलाई। एक दिनभरि काम गर्न सक्दैनस् बाबु? त्यस्तो काम कहाँ पाइन्छ र सर आजभोलि? किन पाउँदैन? हिजो छ। ल खा, चटपट भनिदिउँ? हो पुग्छ। ल राम्रोसँग खा है। काम गर, यस्तो भएन। यत्रो उमेरमा यसरी मागेर खाएर भएन मलाई छोटो खाना दिने खाना है। हुन्छ भन एकचोटि, मलाई के भन्छ सब म खुवाउने मान्छेलाई? सोचौँ न हजुर, तपाईँलाई राम्रो होस्, राम्रो गरेका छौ, राम्रै हुन्छ, राम्रो होस्, त्यही हो। म खान्छु अहिले, हतार छ है, भोक लाग्छ। ल खा।